हर्षाउँदै माहौलमा। अनि हाम्रो चाहिँ यस्तो हो कि हरेक नेपालीहरूको गाउँघरमा एउटा न एउटा पार्टीमा आबद्ध भएर मान्छेहरू त्यसमा रहेको हुन्छ। अहिलेको जमाना चाहिँ के हो भने त्यो पार्टीमा भन्दा पनि त्यो पुरानो हाम्रो चलिआएको चलनै तै काङ्ग्रेस तै एमाले भन्दा पनि होइन, अब चाहिँ नयाँ युवा नयाँ पुस्ता जनताले चाहिँ के चाहेको छ क्या त्यसमा बढी फोकस गर्नुपर्छ क्या। त्यही भएर त्यो मेरो बाबुआमालेदेखि पहिलेबाट यो काङ्ग्रेसमा भोट हालेको रुखै रुख प्यारो होइन, अनि त्यसपछि फेरि सूर्यमा भोट हालेको सूर्य प्यारो भन्ने होइन क्या। अब चाहिँ होइन जस चिन्नुपर्छ, देश बनाउनुपर्छ। मेरो विचारमा चाहिँ के भन्छ भने अहिले आएको चलिचल्तानको छोडेर जस नयाँ पार्टी हाम्रो चाहिँ युवाहरू जति पनि हामी यस्तो भिडियो छौँ त त्यो भिडियो सुन्न नपरोस्। त्यही भएर चाहिँ घन्टीमा भोट हालौँ है गाइस। सबैजनाले चाहिँ आफ्नो बाबुआमालाई सम्झाएर त्यो भनौँ है। त्यस्तै हो गाइस। ल जय जय देश जय नेपाल। घन्टीमा भोट हालेर सबैले विजय बनाऊँ। ओके।